हेलो अनि नमस्ते सम्पूर्णलाई। आज चाहिँ कान्छी सिरियलको नयाँ रिभ्यू एपिसोडमा तपाईँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। अब भिडियोलाई सुरु गरौँ। अनि यता अहिले भने सागरलाई छुटाउनको लागि र अदालतसम्म कान्छी पुगिसकेकी छन् भने त्यहाँ कुरा भइरहेको छ। सागरलाई निर्दोष साबित गर्नको लागि केही प्रमाणहरू नपुगेका कारणले गर्दा अहिले फेरि पनि सागरलाई जिल्ला कारागारमै लिएर राख्ने निर्णय अदालतबाट आइसकेको छ। सागरले भने धेरै आश र भरोसा मानेका थिए कि अब म छुट्छु भन्ने ठुलो भरोसामा बसिरहेका थिए र त्यो सम्भव भएन। किनभनेपछि सागरलाई निर्दोष बनाउनका लागि केही प्रमाणहरू नभइएका कारणले गर्दा अहिले सागर फेरि पनि जिल्ला कारागारमै गएका छन्। अब के हुन्छ होला त? अब सागरलाई के कान्छीले छुटाउन सक्लिन् त? पक्का पनि सक्नेछन्, किनभने सागरलाई कान्छीप्रति ठुलो विश्वास छ। त्यसै कारणले पनि कान्छीले अब केही न केही प्रमाणहरू फेला पारेर सागरलाई छुटाउनेछन्। अब आउने भागमा चाहिँ हामीले सागर छिटै रिहा भएर आफ्नो घर परिवारसँग मिल्नेछन्। सागरले पनि चाहेको त्यही नै हो। अदालत आउनुभन्दा अगाडि पनि उनीले मनमा नै सोचेका थिए आफ्नो छोरी र कान्छीसँग मिल्छु भन्ने। उनीलाई ठुलो विश्वास र कान्छीप्रति पनि ठुलो आकाङ्क्षी र आफ्नो मितदाईप्रति ठुलो विश्वास थियो। त्यसै कारणले गर्दा पनि उनीहरू अब सागर अब छिटै नै जिल्ला कारागारबाट छुटेर आफ्नो घर परिवारसँग खुसीका साथ जीवन बिताउनेछन्। किनभनेपछि अहिले कान्छीले चाहिँ जुन विधांशको सासू र श्रीमतीले गरेको कुरा र त्यहाँ गरेको व्यवहारहरूलाई चाहिँ कान्छीले चाहिँ भिडियो क्याप्चर गरेर राखिसकेकी छन्। ठोस प्रमाणहरू सागरलाई निर्दोष बनाउनका लागि तिनीहरूले बोलेका शब्दहरू नै काफी छन्। त्यसै कारणले गर्दा अब सागर छिटै नै जेलबाट रिहा हुँदैछन् र अब विध्वंसका दुई सालाहरू र यी श्रीमती र जेठी सासू पनि जेलमा पर्नेछन् भन्ने हामीलाई पूर्ण विश्वास छ दर्शकबिन। अनि तपाईँहरूले कान्छी सिरियल भए कहिले पनि नछुटाएर हेर्ने को हुनुहुन्छ कमेन्ट गर्नु होला। अनि यस्तै भिडियोका लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला। अब जुन त्यो भिडियो मार्फत चाहिँ तिनीहरूले गरेका व्यवहारहरूलाई चाहिँ भिडियोमा रेकर्ड भइसकेको छ र कान्छीले त्यो रेकर्डलाई ठोस प्रमाणका रूपमा लगेर सागरलाई छुटाउनेछन्। अब आउने भागमा चाहिँ के हुन्छ होला त भन्ने विषयमा हामी अर्को भिडियोमा कुरा गर्नेछौँ। हस्त नमस्ते, बाई बाई।